आज चाहिँ हामी यो BOQ को लास्टमा SS 201 अनि कति हुन्छ SSSP यस्तो कोडहरू हुन्छ। यो कोड भने चाहिँ के हो अनि यो कोडबाट चाहिँ ठेक्काको रेट इस्टिमेट कसरी गर्ने भनेर चाहिँ सिक्छौँ है त। यहाँ मध्येबाट हामी कुनै एउटा कङ्क्रिटकै लिउँ। जस्तै यहाँ SSSP 2000 लेखेको छ होइन। यो भनेको चाहिँ यो SS भनेको चाहिँ स्ट्यान्डर्ड स्पेसिफिकेसन हो अनि SP भनेको चाहिँ स्ट्यान्डर्ड प्राइस भनेर के। यो दुइटा फाइल चाहिँ छुट्टा छुट्टै फाइल हो। यो दुइटा छुट्टा छुट्टै फाइलको 2000मा हेऱ्यो भने चाहिँ हामीले यो आइटम भेट्छौँ। यो आइटम कसरी गर्ने के गर्ने भन्ने कुरा हामी चाहिँ आज स्ट्यान्डर्ड स्पेसिफिकेसन हेर्दैनौँ, हामी एसपी हेर्छौँ। अनि हाम्रो कन्टेक्स्टमा चाहिँ एसपी चाहिँ मैले नर्म्स हेर्दैछु अहिले होइन। अनि नर्म्स चाहिँ हामीले यसरी रोड डिभिजन नर्म्स फर रेट एनालाइसिस भनेर सर्च गऱ्यौँ भने आउँछ। यहाँ एउटा यो पिडिएफ फाइल आउँछ, लेटेस्ट 2075 वाला त्यो आउँछ। अनि त्यो खोलिसकेपछि यस्तो आउँछ है, रोड र ब्रिजको लागि। अब हामी यसको टेबल अफ कन्टेन्ट बुझौँ है त। अब यसमा जस्तै यो सेक्सन दिएको छ, सेक्सन 100, 200, 300 दिएको छ होइन। अब हाम्रो यो एउटा BOQ को 2000 सेक्सन छ। यो 2000 भनेको चाहिँ हाम्रो सब स्ट्रक्चर भन्ने छ होइन, यो अन्डरमा पर्यो। अनि अब हामीलाई चाहिएको थियो 2000 नै, जस्तै हामीलाई SS को 2000 सेक्सन चाहियो होइन। अब त्यहाँ हामीले हेऱ्यौँ SS को 2000 भनेको चाहिँ हाम्रो सब स्ट्रक्चरको काम रहेछ। यो चाहिँ खासमा कङ्क्रिटको काम हो, यसमा चाहिँ पुरै क्लियर छैन है। अनि यसको साइडमा हेऱ्यो भने हामीले देख्छौँ 21 र 2018 है। पेज नम्बर स्टार्टेड 21 र 2018। अब हाम्रो चाहिँ पेज नम्बर चाहिँ यसमा कसरी हुन्छ भने सेक्सन भयो, त्यसपछि 21 होइन, 22, 23 भएर आउँछ है। अब आफूलाई सजिलो लागेको तरिकाले हामीले हेर्न सक्छौँ है। अब हामी सेक्सन 2000 को 21 मा जाउँ। 8 21 मा है। ल सेक्सन 2000 को कङ्क्रिट फर स्ट्रक्चर भन्ने सेक्सनमा पुग्यौँ। अब यसमा हाम्रो के छ भन्दाखेरि अघि हामीले BOQ हेरेको एउटा प्रोभाइडिङ एन्ड लेइङ अफ प्लेन सिमेन्ट कङ्क्रिट M15 को छ है त। र यसमा फर्म वर्क अल कम्प्लिट बाई साइट इन्जिनियर भनेपछि यसमा हामी 2000 को सेक्सनमा प्रोभाइडिङ एन्ड लेइङ सिमेन्ट कङ्क्रिट इन फाउन्डेसन एज पर स्पेसिफिकेसन, यो चाहिँ हाम्रो रेट एनालाइसिस गर्दाखेरि चाहिँ के कति क्वान्टिटी युज गर्ने के गर्ने भनेर चाहिँ यहाँ लेखेको हुन्छ है। अब यसको आधारमा चाहिँ हामी रेट एनालाइसिस गरौँ है त। यो M15 को रेट कति पर्दो रहेछ भनेर एउटा रेट एनालाइसिस गरौँ है त। यसको लागि हामीलाई चाहिन्छ एउटा एक्सेल सिट चाहियो होइन। एक्सेल सिटमा चाहिँ हामी यो लेख्छौँ है त। सुरुमा हाम्रो डिस्क्रिप्सन लेख्यो, त्यसपछि हामी यो कपी गरौँ। यो चाहिँ हामीलाई पछिसम्मलाई चाहिन्छ, त्यही भएर चाहिँ मैले यो बनाउनु ला। अब हामीले चाहिँ यहाँ एसएस हाम्रो कोडहरू यो चाहिँ पछिसम्मलाई चाहिन्छ, त्यही भएर यहाँ कोड कति हो, यो 2000 कोडको हो है। त्यसपछि हाम्रो यो कोड, यसको कोड लेखौँ। त्यसपछि यो यहाँनिर हेरौँ पिसिसी ग्रेड M15 को युनिट चाहिँ के भनेको छ क्युबमा, र यो 15 घन मिटरको लागि चाहिँ यो इस्टिमेट हो भने है। त्यो इस्टिमेट भने चाहिँ एनालाइसिस। अब जस्तै यहाँ हाम्रो युनिट ए कपी गरिदिउँ।
त्यसपछि हाम्रो चाहिँ यहाँ ए बी र सी छ है, लेबर मटेरियल र इक्विपमेन्ट। अब हामी लेबरको बनाउँ पहिला। लेबरको हाम्रो स्किल र अनस्किल छ, त्यसलाई हामी टाइपमा राखौँ र यसको युनिट छ, त्यसपछि क्वान्टिटी छ र यसमा हामीले थप्नुपर्ने भनेर रेट र हामीले अमाउन्ट, किनभने यो हामीले निकाल्ने हो। त्यसपछि यो लेबरको भयो, यसलाई नि मर्जन सेन्टर गरौँ। त्यसपछि हामीलाई चाहियो मेटेरियल्सको, यो पनि हामीले कपी नै गर्ने हो र हामीलाई यहाँ छ इक्विपमेन्ट। यो पनि पेस्ट भयो। लेबरको लागि एउटा यसको लागि अब हामी हाम्रो योबाट चाहिँ रेट एनालाइसिस सुरु गरौँ है त, कसरी चाहिँ अफिसको रेट निस्कन्छ है। सुरुमा हाम्रो स्किल छ, यसको युनिट छ हाम्रो डेमा र 3 जना भनेको छ। त्यसपछि छ अनस्किल, यो पनि छ डेमा, यो छ हाम्रो 3 जना। त्यसपछि हामी अहिले रेट हामी अहिले पछि निकाल्छौँ। पहिला हामी यो सबै भरौँ, सिमेन्ट, त्यसपछि स्यान्ड, त्यसपछि हामीले छ एग्रिगेट 3 छुट्टा-छुट्टै थरीको छ है त। कस्ट अफ वाटर हामी पनि किन्नु पर्यो। अब यसको युनिट लेखौँ, सिमेन्ट टनमा छ, यहाँ जे छ त्यो लेख्ने है युनिट चाहिँ। यो हामी यो अनुसार सरकारी रेट अनुसार चाहिँ बनाउनु लागेको हो, किनभने यो अब हामी रेटमा मात्रै खेल्न मिल्छ है, अस्तिको अनुसार जुन संशोधन भएको छ त्यो अनुसार चाहिँ। अब क्वान्टिटी 4.13, 6.75, 8.1, यो हाल्ने है यो क्वान्टिटीमा। त्यसो हामी इक्विपमेन्टमा जाउँ, त्यसपछि जेनेरेटर भनेको छ है, यो फर्म अप, डीमा फर्म अप भनेको छ। यो के छ त भन्दा 4% अफ कस्ट भनेको चाहिँ, त्यो भनेको हाम्रो मेटेरियल, लेबर र इक्विपमेन्टमा जति आउँछ त्यसको 4% चाहिँ फर्म अपको लागि हाल भनेको छ है। हामीले यो एउटा बनायो यो अनुसारको है। अब हामी यसमा के गर्छौँ भने एउटा पेज बनाउँ एक्स्ट्रा, यसलाई हामी नेम दिउँ एज पर नम्स है। यसलाई दिउँ हामी रेड लिस्ट, होइन रेड लिस्ट अगाडि राखौँ। अब यहाँ हाम्रो लेबरको रेट हालौँ, मेटेरियल्सको रेट, त्यसपछि हामी यता दिउँ मेटेरियल्स के छ त, मेटेरियल्समा हाम्रो सिमेन्ट हाम्रो
एक बोरा सिमेन्टको 850 पर्यो भने अनि एक टनमा 20 बोरा हुन्छ, 20 बोराको गर्दा टनको 17,000 हुन्छ है। सिमेन्टमा ब्र्याकेट दिउँ टन, त्यसै हामीले एग्रिगेट सबै थोक एग्रिगेटको लगभग उस्तै उस्तै पर्छ। अहिले हाम्रो 23,000 छ र एक टिफरमा 7 घनमिटर आउँछ है। हाम्रो मात्र भन्दा छ, तपाईँहरूको आफै हाल्नु। स्यान्ड हाम्रो 28,000 भागा 7 आउँछ अनि वाटर हाम्रो 3,000 लिटरको किलो लिटरमा रहेछ है। किलो लिटर भनेपछि कति पर्यो किलो, 1000 रुपियाँ 1000 लिटरै भयो। 3,000मा हामीलाई 3,000 लिटरै आउँछ है। भन्नुको मतलब 1 लिटर चाहिँ हामीलाई 1 रुपियाँमा आउँछ र किलो लिटर चाहिँ हामीलाई 1000मा आउँछ है। त्यसपछि यहाँ अर्को के चाहियो, सिमेन्ट सक्यो है। अब इक्विपमेन्ट लेबरको रेट यता राखौँ, इक्विपमेन्टको राखौँ। यसको रेट राखौँ। यो दिनको मान्यौँ 8,000 पर्छ अरे हैन, यस्तो गर्नु यसलाई। रेट युनिट रेट है। जस्तै हामीलाई यो दिनको 5,000 पर्छ अरे डे। एक दिनमा हामी 8 घन्टा काम गऱ्यो भने 5,000 भागा 8 हैन। घन्टाको चाहिँ हाम्रो 625 पर्यो। डेको 5,000 अनि आवरको रेट त्यति पर्यो। जेनेरेटर पनि मान्यौँ 3,000 पर्यो। यो मलाई थाहा छैन है, यो त्यही भएर मैले आफ्नै हिसाबले हालिरहेको छु नि। यो काम यति पर्यो अहिलेलाई। यहाँ जति जति हुन्छ त्यति लिस्ट बनाउँदै जाने क्या, थप्दै जाने। अहिले हामी अरू पनि थप्छौँ। त्यसपछि आएर हामी लेबरको रेट स्किल्ड अनस्किल्ड रेट। स्किल्डको अहिले 1,300 होला, यसको 975 होला। हाम्रो एउटा रेट तयार भयो। अब हामी के गर्छौँ भने यहाँ स्किल्डको रेट इक्वल टु गर्ने, रेट लिस्टमा जाने र हामीले बनाएको लिस्ट क्लिक गर्ने, फेरि इक्वल टु अनस्किल्डमा जाने। त्यसै सिमेन्टको रेट हाम्रो टनमा आएछ नि त, त्यही भएर हामीले उता टनमा पहिले निकालेको। फोर स्यान्डको हाम्रो 4,000, गिट्टीको हाम्रो 3285, यो पनि सेम नै हो हाम्रो, यो पनि हाम्रो यही नै हुन्छ। पानी हाम्रो 1000, यो त 2000मा आउँछ, यो त मिस्टेक भयो। यो इन्टु यो त्यसपछि यो इन्टु यो। एकचोटि हामी यो चेक गरौँ है। स्किल्ड अनस्किल्ड 30 रहेछ, 30। जेनेरेटरमा छ, युनिट केमा छ, आवर। क्वान्टिटी यहाँको 66 दिएको छ। अब रेट हाम्रो हाल्नु पर्यो। ए यो रेट हाल्नु पनि मिस्टेक भएछ है। इन्टु यो। ल अब हामीलाई नम्सको अहिलेलाई खासै जरुरत छैन।
हामी यसको सम निकालौँ है त टोटल यसको र यसको अब हामीलाई यहाँ नम्समा के चाहिएको छ भने फर्मवर्कको लागि चाहिँ 4% भनेको छ नि त अब हामी पहिला चाहिँ फर्मवर्क निकाल्छौँ है टोटल यो सबैको यति भयो अब यहाँ हामी नेट टोटल निकालौँ यो भनेको चाहिँ यो प्लस यो हो है त्यसपछि अब हामी फर्मवर्कको निकालौँ यो इन्टु 0.04 फर्मवर्कको लागि भयो त्यसपछि टोटल विथ फर्मवर्क हाम्रो यो प्लस यो हुन्छ त्यसपछि हुन्छ 15% ओभरहेड हामी कन्ट्र्याक्टरको लागि कन्ट्र्याक्टरको 15% ओभरहेड हुन्छ यो भनेको चाहिँ यो फर्मवर्कसँग हुन्छ इन्टु 0.15 28,000 र टोटल यसलाई चाहिँ नेट टोटल दिउँ है यो टोटल भनेको चाहिँ फर्मवर्क सहितको टोटल र यो है यसलाई चाहिँ हामी सम अफ लेबर मेटेरियल र इक्विप है अब हाम्रो यहाँ युनिट रेट निकालौँ यो नेट टोटल भनेको चाहिँ हाम्रो 15 घन मिटर M15 गर्नलाई चाहियो हैन यो चाहिँ अब युनिट रेट 1 घन मिटर M15 लाई चाहिँ कति हुने भयो भनेर निकाल्दा चाहिँ जस्तै यो 415 भन्यो नि त नम्समा हाम्रो 415 लेखेको छ 415 15 घन मिटरलाई चाहिँ यो सामान चाहिने भने अब यहाँ डिभाइड बाइ 15 हाल्यो भने 14,568 चाहिँ तपाईहरुको रेट अनुसार चाहिँ M15 बन्छ है त अब अहिलेको जुन त्यो छ अध्यादेश त्यसमा चाहिँ तपाईलाई स्पष्टीकरण मागेर चाहिँ हैन त्यो पुग्छ पुग्दैन स्पेसिफिकेसन अनुसार काम गर्छ कि गर्न सक्दैन भनेर चाहिँ यहाँ निकाल्न सक्छ अब यसमा खेल्न सकिने भनेको हाम्रो रेटमा मात्र तपाईले यो चलाउन पाउनुहुन्न योहरु चलाउन पाउनुहुन्न जस्तै इक्विपमेन्टमा हामीले 6000 सम्म परेछ नि त अब आफ्नै मिक्सर छ भने मिक्सर त आफ्नै हो त जेनेरेटर आफ्नै छ भने अथवा घट्दै गयो तपाईले खेल्ने भनेको चाहिँ अब यो रेटमा मात्र खेल्न पाउनुभयो हामीले पनि 17,000 को सट्टा तपाईले सिमेन्टको रेट मान्ने 850 परेन ल कसैले 750 पर्यो भने पनि तपाईको 13,500 मा गर्न सक्यो है त नम्सअनुसार यो भयो अब हामी नम्सअनुसार चाहिँ एउटा अर्को आइटम हेर्छौं है जस्तै पहिला बियोक्यू हेरौं बियोक्यू अनुसार जालीको हेरौं है त स्ट्यान्डर्ड स्पेसिफिकेसनको 2402 भनेको छ है स्ट्यान्डर्ड स्पेसिफिकेसनको 2402 हामीले डाइरेक्ट कन्ट्रोल F गरेर 2402 सर्च गर्दा नि हुन्छ जालीमा पुगिहाल्यो 2402 मा हामीले के भनेछ भने कुन साइजको छ हेरौं providing with lacing hexagonal 100 200 900 2.4 टायरिङ CUM मात्र छ ग्याबिन बक्सेस साइजहरु दिएको छैन है
यो ग्याबिनमा चाहिँ यसमा भनेको चाहिँ 2402 अनुसार स्टार लगाएको छ नि, यो ठ्याक्कै 2402 अनुसारको टाइपमा भयो यो होइन, यो जुन यो जालीको साइज छ त्यो चाहिँ। अनि यसमा के भनेको चाहिँ टाइङ डाउन द लिड एन्ड प्रोभाइडिङ एन्ड फिलिङ स्टोन बोल्डर भनेको छ नि त। अब 2402 हामी गयो भने चाहिँ 2402 अब 2402 हामी जाँदैछ प्रोभाइडिङ फिलिङ स्टोन ड्रेसिङ। यहाँ जालीको चाहिँ छैन कि, जस्तै यसमा फिलिङको मात्र छ होइन। यहाँबाट चाहिँ हामीलाई यो लियो, जालीको साइज यहाँबाट लियो, अनि तल आएर चाहिँ फिलिङ मात्र लियो। त्यही भएर हामी 2402 नभए हामी यो चाहिँ यहाँ माथिबाट चाहिँ लिन्छौँ है। यसमा चाहिँ जालीहरू फेरि केजीमा रहेछ, केजीमा छ, तर हामी यसको लागि चाहिँ स्क्वायरमा लिन्छौँ है। यो चाहिँ हामी आफै मिलाएर हाल्न सक्छौँ। यो साइजहरू अहिले छोडिदिउँ है। अब जस्तै यहाँ CUM मात्र लेखेको छ हाम्रो, यहाँ CUM मात्र लेखेको छ र बक्सको साइज छैन भने चाहिँ अब हामीलाई यो भनेको चाहिँ के हो त। अब यहाँ बक्स लेखाएको छ भने फेरि छुट्टै हुन्छ है कुरो। अहिले हामी CUM को मात्र गर्छौँ। CUM मात्र लेखाएको छ भने 1 घन मिटरको हेर्छौँ, यो भनेको 1 1 र 1 को हेर्छौँ है हामीले, 1 1 र 1 को है बक्स साइज। यो अनुसारको चाहिँ हामी रेट इस्टिमेट बनाउँछौँ है त। अब जस्तै यहाँ जाउँ, अब हाम्रो यो फर्मेट भइहाल्यो। अब राम्रो बनाउनु मन भए बनाउने, यसलाई हामी यहाँ हाम्रो 2400 यो भनेको हामी यसको बनाउँछौँ। यो भयो 1 1 1 केलाई हामीलाई के माया छ यसले भने अनस्किल्ड अल्ट्रा स्किल्ड 3 र 8 होइन। त्यसपछि मेटेरियलमा मेस वायर, सेल्वेज वायर, बाइन्डिङ वायर र स्टोन छ। अब हामी के गर्छौँ भने यो मेस वायर, बाइन्डिङ वायर र सेल्वेज वायर यो सबैलाई चाहिँ हामी एउटैमा हालेर बक्स नै हामी 6 स्क्वायरको हुन्छ र स्क्वायरकै रेट हालिदिन्छौँ है त। हामीलाई चाहियो एउटा बक्स होइन, 1 1 1 को बक्स चाहिन्छ, 1 1 1 को बक्स हुन्छ। त्यसपछि हामी यो सबै डिलिट गरिदिउँ र हामीलाई चाहियो स्टोन। बक्स हुन्छ हाम्रो स्क्वायर मिटरमा लिन्छ है ग्याबिन जाली, र स्टोन हामीलाई CUM मा। मेटेरियल हामीलाई यो छ, इक्विपमेन्टमा हामीलाई केही छैन भने चाहिँ इक्विपमेन्ट हामी डिलिट गरिदिन्छौँ है। अब हामीलाई स्किल्डको रेट हाम्रो छ बनाइसक्यो, स्किल्डको रेट अनि अनस्किल्डको रेट। त्यसपछि 1 स्क्वायर मिटर बक्सको कति पर्छ त्यो लेख्छौँ है त। अहिले मार्केटमा 260 होला होइन। अब क्वान्टिटी हामीलाई कति चाहिन्छ भन्दाखेरि यहाँ हेर्ने बक्स साइज 1 1 1 को चाहिँ 6 स्क्वायर मिटर हुन्छ नि त, क्वान्टिटी 6 नै हुन्छ। अनि ढुङ्गा हामीलाई कति माया छ भने 1 घन मिटरलाई 6.6 माया छ, इक्वल टु बक्सको साइज हाम्रो यति भयो। र बोल्डर स्टोनको हामीलाई स्टोनको हालेर हुन्छ हालौँ है। स्टोन हामीलाई 23,000/7 पर्छ, मेरो रेटै यो चाहिँ स्टोनको पनि हाल्यो ल। यो गर्दाखेरि जस्तै मेरो यहाँ फर्मवर्कको लागि हाल्नु पर्दैन, यो दुईटा म डिलिट गरिदिन्छु। त्यसपछि कन्ट्र्याक्टर ओभरहेड
यसको 15%, नेट टोटल भनेको यो प्लस यो, अनि हाम्रो नेट यो चाहिँ हाम्रो 1 घनमिटरलाई है, 1 घनमिटरको रेट सम अफ यसको यति कन्ट्र्याक्टर ओभरहेड नेट टोटल मिस्टेक भयो कति घनमिटरलाई आयो यो चाहिँ युनिट हामीले यहाँ अघि मिस्टेक गर्छ यो युनिट जति हो र यो 6 घनमिटरलाई हो है 6 घनमिटर हुँदाखेरि हाम्रो यो 1 घनमिटरलाई चाहिँ 6 हुन्छ यो चाहिँ हाम्रो 36 हुन्छ ल यो मिलाउनु पर्छ यो हुँदाखेरि अब यसलाई चाहिँ टोटल जति आयो त्यसलाई चाहिँ हामीले डिभाइड बाइ 6 गर्यो भने हाम्रो युनिट रेट 1 घनमिटर जाली भरेको रेट चाहिँ हाम्रो 8192 आउँछ है जस्तै एउटा बक्सको साइज एकमा 1 घनमिटर अट्छ अनि यहाँ लेखेको चाहिँ युनिट इक्वल टु CUM मा र फर 6 नम्बर चाहिँ 6 वटा जालीको लागि चाहिँ यो 6 वटा बक्सको लागि चाहिँ 6 घनमिटर हाल्दाखेरि चाहिँ 36 हुन्छ है त्यो अनुसारको यसरी चाहिँ हामीले रेट एनालाइसिस बनाउन सक्छौँ अनि अब हामीले नर्मली ग्याबिन हाल्ने भने धेरै जसोले लाटो हिसाब गरिन्छ जस्तै 6 घनमिटर ढुङ्गाको हिसाब गरिन्छ हैन काम गर्नेलाई 1 घनमिटरको हामी दिन्छौँ लगभग 6 × 700 गर्दाखेरि पनि 6 घनमिटर गर्दा 4200 पर्छ तर यहाँ दिनु पर्यो 11700 हैन यो अनुसार फरक पर्छ अब यो भन्दा तल गयो तपाईले हैन मेरो चाहिँ कन्ट्र्याक्ट बेस्डमा हुन्छ र मलाई कन्ट्र्याक्ट दिने मान्छेले चाहिँ यतिमा गर्छु भनेर चाहिँ 1 घनमिटरको भनेर चाहिँ यहाँ तपाईले आफूले बनाउन पनि सक्नु पर्यो किनभने हाम्रो क्वालिटी हुने भनेको मेटेरियलबाट तपाईको कन्ट्र्याक्ट टाइममा सकिने भनेको चाहिँ लेबर र इक्विपमेन्ट युज गरेर हो हैन यसरी चाहिँ हामीले बनाउन सक्छौँ र 50% भन्दा माथि गयो भने तपाईको जस्तै मानिलिउँ तपाईले 8100 अफिस रेट थियो तपाईले 50% भनेपछि मानिलिउँ तपाईले 4000 मा यो हाल्नुभयो ग्याबिन भने यो त तपाईको 50% तल गएको हो अब तपाईलाई चाहिँ अफिसले तपाईको यो रेट एनालाइसिस माग्छ हैन 50% मा रेट एनालाइसिस माग्दैन तपाईको ओभरअल 30 भन्दा तल पुरै ठेक्का तर एउटा सर्टेन आइटम मात्र 50% तल गएको छ भने तपाईले अब मूल्याङ्कन गर्दा ठेक्का मूल्याङ्कन गर्दा के गरिदिन्छ भने तपाईको यो रेट नराखी तपाईको बिओपीमा फेरि यो रेट राखेर चाहिँ टोटल निकाल्छ त्यसमा पनि तपाईले ठेक्का पर्यो भने तपाईको यही रेट हुन्छ र यो हाल्दा परेन भने चाहिँ तपाईलाई ठेक्का पर्दैन है यस्तो चाहिँ नियम छ यसरी चाहिँ हामीले हरेक आइटम आफूले चाहिने आइटमको चाहिँ रेट लिस्टहरू बनाएर हाल्यौँ भने चाहिँ सजिलो हुन्छ है त